यहाँ सबैलाई नेता बन्नु छ, देश र जनताको कसैलाई मतलब छैन। अलि पुरानाहरू चाहिँ पार्टी खोल्नमै व्यस्त छन्। जेनजी भन्नेहरू चाहिँ अनेक ग्रुप खोल्नमा बिजी छन्। न कसैलाई देशको माया छ, न कसैलाई जनताको चिन्ता छ, न कसैले यो देश कसरी बनाउने भन्ने कुरा भनेका छन्। सबलाई के लागिरहेको छ भने मौका यही हो, समय यही हो, फेरि पर्खेर आउने छैन। मौकामा चौका हान्नुपर्छ। पार्टी खोलेर हुन्छ कि अनेक जेनजी संगठन खोलेर हुन्छ कि मन्त्री बन्ने मौका नि यही हो। आगामी चुनावमा हामीले जित्ने हो। जनता भाडमा जाउन्, देश भाडमा जाउन्, हामी भयो भने पुग्छ भन्ने कुरा सबै लागिरहेका छन्। अब कसलाई के भन्ने?